1 लाखको क्यामेराले पनि कालो देखाएपछि हुन्छ त बात तो सही है हेलो गाइस देखो न यस्तो छ यता ओके हैन हामी चाहिँ हल्का सपिङ गर्न गइरहेको छौँ अहिले अनि यता बहिनीहरुको जाडोले कठ्याङ्ग्रे दुईटा जति लगाइयो अब हल्का हामी सपिङ गर्छौँ त्यसपछि प्याकिङ गरेर भोलि चल्दिने हो अनि हाम्रो नेपालको स्टु कार्की यहाँ पनि फेमस थिइन् के स्टु यस्तो छ अब मलेसिया सिङ्गापुर कता गएर खानु भनेको भरे युकेमा पनि खाकिरहेको थिइन् ल है यस्तो छ स्टु लु प्याकिङ गरेर सकियो अब हैन यति भयो चाहिँ भोलि बिहान चाहिँ कुद्नलाई सजिलो फाइनली रेडी भइसकेको छु हैन अब चाहिँ हामी जान लागेको सो यो रह्यो मेरो लगेज यहाँ छ गाइजहरु राम्रोसँग बस्नु हैन गाइज राम्रोसँग जानु यस्तै छ म चाहिँ अहिले उबरको वेट गरिरहेको छु आइरहेछ चलस ल गाइजहरु राम्रोसँग बसौँ फाइनल्ली यति नै छ अहिले त आज मेरो पार्सल आउँछ होला ल्याउ ल कहाँ गयो बान आउँदैछ जाडो त केटीले पो चलाउँदैछ त गाँठी ब्रदर चाहिँ फेरि यसै आइसक्यो डन कहाँ छ हौ यसको यही हो कहाँ छ माथि हैन ठुलो लाउड छ बीस केजी त सकिन्छ होला
Is it possible to? Yeah. That will be fine. It's a good night. Guys, ल जाडोमा काप्दै बाई बाई. See you. हस् मिल्ते हैं. ठ्याक्कै 6:06 भयो होइन 6:05 मा थियो. बाहिर चाहिँ पुरै एकदम हिउँ परेको छ होइन. Look at this view. So finally म किङ क्रस पुगिसकेको छु. अब यताबाट लाग्ने छ अगाडिपट्टि. Have been reporting at this station an onboard train recently. Our staff are working hard with the police to catch the thieves. Please help us by reporting anything. अब यहाँबाट निस्केर लास्ट भोक लागिरहेछ हैन. अनि अलिकति खाएर लगेज स्टोरेज हेर्छु कता हो. त्यहाँ राखेर एकछिन घुम्नु पर्यो. सो मलाई चाहिँ भोक लागिरहेको थियो अनि मैले एउटा यो भेजी भन्दो रहेछ तर अमलेट पनि यसमा अन्डालाई चाहिँ भेजी भन्छ है. फेरि यता यो छ अनि यता कफी चिसो भइरहेछ. हिजो राति 2 बजीदेखि केही खाएको छैन नि त. सो एकदम भोक लागिरहेछ. मिठो रहेछ. स्ट्रङ कफी मलाई अलिकति एकदम झ्याप झ्याप बनायो कि निन्द्राले. यो चाहिँ लन्डनको अन्डरग्राउन्ड रेलवे. अब म किङ क्रसबाट चाहिँ पिकिदिल्ली जाँदैछु. पिकिदिल्ली लाइनमा गयो भने सिधा यहाँदेखि हिथ्रोको मेट्रो पाउँछ. सो यो चाहिँ अन्डरग्राउन्डमा हिँडिराखेको अवस्था हो अहिले. तर अन्डरग्राउन्डमा हिँड्दा पनि त्यस्तो अन्डरग्राउन्डमा हिँडिरहेको छ जस्तो फिलै छैन. पुरा एकदम चकाचक होइन. यस्तो हुन्छ यहाँको चाहिँ. दामी छ क्या. फेरि लिफ्ट जानुपर्नेदेखि यस्तो मेट्रो अन्डरग्राउन्डमा. खासमा म चाहिँ यहाँ किङ क्रसबाट तल गएर यता भित्र जान लाग्यो. टर्मिनल सायद 4 पहिला जान्छ होला अनि त्यसपछि 2-3 मा रोटेट भएर आउँछ जस्तो लागिरहेछ मलाई. तर त्योभन्दा अगाडि चाहिँ प्याटर्न क्रस आउने रहेछ. माथि यस्तो जिगज्याग छ म्याप. टर्मिनल 5 पुगिसकेको छु. अब खासमा यता चाहिँ 5वटा टर्मिनल छ जस्तो लाग्छ मलाई. अनि म अर्को ट्रेनमा आएको थिएँ उताबाट के अरे 4 टर्मिनल हुँदै 3-2 हुँदै अनि फेरि चेन्ज गरेर अहिले 5 मा. अब यहाँबाट सिधा माथि जाने हो. यो लिफ्टबाट चढेर त्यहाँ माथि हिँड्दैछन् मान्छेहरू. सिधा टर्मिनल 5. सो 4को साल जाँदाखेरि चाहिँ म टर्मिनल 2बाट गएको थिएँ. योपालि चाहिँ मेरो अब प्लेन नै चेन्ज भएर पनि होला सायद ब्रिटिस एयरवेको चाहिँ टर्मिनल 5 मा रहेछ. माथि पुगिसकेको छौँ चेक-इनमा. अब यहाँदेखि उतातिर गएर चेक इन गर्ने हो. यस्तो छ
पुरा एकदम तलबाट आएको त्यहाँबाट अहिले सो यहाँदेखि अब हेरौँ फाइनल्ली चेन्नई पुग्यो अनि ठ्याक्कै 1 घन्टाभन्दा नि बेसी टाइम लगाइदियो कि पुरै अब त्यो खै 4 आउँदाखेरि यति टाइम लागेको थिएन तर यो पालि चाहिँ अलिकति बेसी नै टाइम लगाइदियो चेकआउट भएर बाहिर आइसकेँ अनि यो चाहिँ इन्टरनेसनल बाहिर कस्तो पानी पर्ला जस्तो छ बाहिर त हेर्दाखेरि लन्डन भन्दा नि दामी लाग्यो मेट्रो चाहिँ कस्तो गर्मी भइसक्यो उता जाडोले एकदम मरिरहेको यहाँ चाहिँ काइन्ड अफ गर्मी यो चाहिँ ब्याग रह्यो मेरो स्वागत गरे ಅವರು यस्तो छ घर भर्खर आइपुगेँ म बिहान आएको मान्छे बाटोमा माला लाउनु पर्ने हो र टीका लगाने चलेगा आशीर्वाद बड़ा अच्छा ये आता है बता नहीं तो बारी बारी यो अब निकाल दिँदा बस बात यो त के अरे उसको जस्तो भयो खुसीले गरेर दिए आउने बित्तिकै डाइट खाँदैछु भनेर भयो भयो पछाडिबाट खाने पछाडि फर्किए आफ्नो पछाडिबाट आउँछ